Welcome to our mini vlog. हामी अहिले जो आएको छौँ चाइना अहिले चाहिँ हामी ओपेरा हाउस हेर्न जाँदैछौँ धेरै प्राचीन कालमा चाहिँ यस्तो ढुङ्गाको परिरहेछ हामी अहिले ओपेरा हाउसको छेउमा पुगिसक्यौँ यो चाहिँ ओपेरा हाउस हो पर देखेको चाहिँ मेरो छोरी कुद्दै 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 जाँदैछ सी इज वकिङ सी इज रनिङ सी इज सो एक्साइटेड सो ह्याप्पी कति ठुलो स्पेस कति ओपन कति खुल्ला रहेछ कस्तो रमाइलो क्या हङकङमा सानो स्पेसमा बस्ने बानी त्यहाँबाट कति रमाइलो खुल्ला लागेको यो मेरो पछाडि देखेको चाहिँ ओपेरा हाउस इज सो नाइस इज सो बिग होइन मैले यति टाढोबाट खिचेको चाहिँ एकदम ठुलो रहेछ एकदम राम्रो यहाँ चाहिँ एकदम विन्डी भएर हावा चलिरहेछ अहिले यो चाहिँ रेस्टुरेन्टको एरिया हो यहाँ चाहिँ धेरै काइन्ड अफ रेस्टुरेन्टहरू छ होइन स्टारबक्सहरू म्याकडोनल्डहरू केएफसी चाइनिज रेस्टुरेन्ट वेस्टर्न रेस्टुरेन्ट थुप्रै थियो तर मैले त्यहाँ गएर खान्छे खाएँ तर फोटो खिचिनँ किनभने एकदम रेन होला जस्तो भइरहेको थियो अनि एकदम हावा चलिरहेको थियो र हामीलाई अर्को ठाउँ पनि जानु छ त्यही भएर हामी हतार हतार गरेर यहाँबाट निस्केको अहिले हामी चाहिँ बिचको एरियामा आइपुग्यौँ यहाँ चाहिँ ठुलो बिच रहेछ अनि मान्छेहरू टन्ने क्या फोटो खिच्ने टिकटक बनाउने के गर्नेहरू पुरा तर एकदम हावा चलिरहेछ पानी पर्ला जस्तो भयो चाहिँ एकदम ओइलो भएको छ यहाँ अहिले हावा चलिरहेको भयो भने यहाँ फोटो खिच्दै थियौँ हामीले पनि यो केटी पछाडि पछाडि सरेर फेरि बुढासँग डङ्गै ठोकेको नि क्या हाँसिदिएको कस्तो विन्डी भयो तिम्रो कपाल के हो कान्छा यस्तो तिम्रो कपाल के हो पछाडि यहाँ समुद्रको पानी क्या यो बिचमा चाहिँ कस्तो धमिलो मैला पानी क्या अहिले चाइना एकदम ठुलो पानी परिरहेछ नि त त्यही भएर अहिले हावा चलेर कपालहरू उडाएर चिलिङ्ग बनाइसक्यो हामीलाई त के गर्नु यो तरफ पनि घुम्दैछु पानी आउला जस्तो भइरहेछ हेर्नु पछाडि कालो बादल है अब चाहिँ भाग्नु पर्ला भनेर सोच्दैछु यो रिक्सा रेन्टमा लिएर रिक्सा राइड गर्नु पर्यो भने त्यहाँ पानी छिटाउनु पो थाल्यो अब भागा भाग हामी यहाँबाट अर्को ठाउँमा जाने हाम्रो प्लान थियो तर अब प्लान क्यान्सल भयो किनकि पानी छिटाउनु थाल्यो हामी भागा भाग ट्याक्सी लिएर अब टाप पानी परिरहेछ विन्डी भइरहेछ वेदर रिपोर्टमा पनि टाइफन देखाइरहेछ त्यही भएर अब हङकङ टाप पुग्ने हो हामी